किन भन्नु पर्यो तँलाई तेरो मनमा सीता बसेकी छे भनेर? कसैको मनमा बसेको छुइनँ म। धेरै मेरो नाम बदनाम गर्ने होइन। भगवान कसम तेरो बदनाम गरेको छुइनँ। त त मेरो मुटुमा बसेकी मान्छे होस्, आफ्नो मुटुमा बसेकी मान्छेलाई पनि कसैले बदनाम गर्छ र? तँलाई थाहा छ तेरो कारणले गर्दा मेरो घर बिग्रिन सक्छ, मेरो जिन्दगी बर्बाद हुन सक्छ। मेरो कारणले त्यो घर बिग्रिँदैन सीता, म तेरो घर बिग्रिन दिन्न। त्यसो भए अनुको प्रस्तावलाई किन अस्वीकार गरिस्? त्यति राम्री पढे लेखेकी सम्पन्न केटीले माया गर्छु भन्दा किन मेरो नाम लिएर उम्किन खोज्छस्? किन त्यो घर छोडेर हिँडिस्? मलाई कसैसँग माया लाउन मन छैन त अनि। म त तेरो हनुमान हुँ, जिन्दगीभर तेरै नाम जपेर बस्छु। लुबो पर्दैन मेरो हनुमान बन्न। खुरुकन तैँले फर्किहाल, गएर अनुको मायाको प्रस्ताव स्वीकार गर। तैँले अनु जतिको लायकको केटी अन्त